ल साथीहरू सबैलाई वेलकम छ रामतिलुङ रहेको ब्लगमा। अनि आज यस्तो मजाले काम लागेछ कि हाम्रो आँखै बिगारिदियो चाहिँ। अनि फेरि के छ अनि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला होइन। म नै एकदम ठिक छु अहिलेसम्म चाहिँ। अनि आजमा चाहिँ एकदम बिहानै कहाँ जाँदैछ भन्दै हुनुहुन्छ होला है। टुडे आई एम अर्ली वेक अप मर्निङ इन द मर्निङ। चाँडै उठेँ म आज चाहिँ होइन। त्यसपछि घरतिर हल्का कामहरू गरेँ। त्यसपछि म लाग्दैछु यस्तो जङ्गलतिर छु कि तर म जङ्गल चाहिँ गएको होइन, जस जङ्गलको बाटो चाहिँ जाँदैछु। अनि आज चाहिँ हाम्रो आज बिदाको दिन हो कि, त्यही भएर आज हाम्रो घरमा चाहिँ केटाला छ। त्यही भएर म चाहिँ ढोड काट्नको लागि जाँदैछु पर खेतमा। यस्तो बाटो छ साथीहरू देख्न सक्नुहुन्छ। अनि सबलाई गुड मर्निङ फ्रम चस्फोटा पल्टारबाट भन्न चाहन्छु। सबलाई मर्निङ सेवास्यामुना जोडले जो लोप्पा सबै लास्टो फ्याफुल्ला है। अनि त्यही नै हो अब गाउँतिर दैनिकी कार्य चलिरहेको छ। अनि म पनि त्यही कार्य गर्नको लागि नै जाँदैछु पेटमा। म एक्लै जाँदैछु अहिले चाहिँ, कोही आउनु भएको छैन। बिस्तारै आउनुहुन्छ। म चाहिँ गएर ढोड काट्दै गर्नु हो कि मकै चाहिँ भाँचिसकेको हो, ढोड काट्न बाँकी छ। अनि म चाहिँ हिँड्दै जाँदै गर्छु म भनेर एक्लै जाँदैछु। अनि त्यही नै हो अब धेरै समय त लाग्दैन, 15 मिनट जति लाग्नुको लागि आउँदैन। 15-20 समथिङ त्यस्तै भनौँ न। जाँदैछु म चाहिँ अब हेरौँ कतिखेर पुगिन्छ। अनि तपाईँहरू पनि सन्चै आरामै अनि आफ्नो कार्यतिर नि व्यस्त हुनुहुन्छ होला आई होप है। जहाँ हुनुहुन्छ जस्तो हुन्छ एकदमै सुस्थ अनि व्यस्त रहनुहोस्। त्यही नै हो। अनि यस्तै चलिरहेछ गाउँतिर मेरो चाहिँ। यस्तो काम त अवश्य भइहाल्छ दैनिक है हाम्रो गाउँठाउँमा। यदि गरेन भने त के अरे हाम्रो शरीरलाई एक्सर्साइज पनि हुँदैन क्या। त्यही भएर त मानिस गाउँमा बस्ने मान्छे एकदमै सुस्थ अनि के भनौँ स्फूर्त रहन्छ भनौँ न। जस शारीरिक रूपमा तन्दुरुस्त हुन्छ। त्यही नै हो। म चाहिँ अब जाँदैछु ढोड काट्नको लागि। बच्चा बोकेर पुरै रेडी अवस्थामा लागि अब किल्याम ढोड काट्ने हो। बिस्तारै आउँदै गर्छ मान्छेहरू चाहिँ। हौ चाहिँ बाँकी चाहिँ पछि गएर अब एकदमै रफ्तारमा काम गर्नुपर्ने हुन्छ। अझ त्यही माथि फेरि केटालाई पनि छ त्यति चाहिँ गर्नु पऱ्यो होइन। यस्तो छ है हाम्रो जाने बाटो चाहिँ। लगभग मलाई पुग्नको लागि 5-10 मिनट टाइम लाग्छ। त्यसपछि मेरो काम सुरु हुन्छ खेतमा। त्यही नै हो साथीहरू। अब यति काम त गाउँघरमा त सामान्य नै हो। काम भनेर नि हाम्रो समय चाहिँ एकदमै स्पेन्ड गरिरहेको कि हामीले। त्यति गरेन भने त समय कटाउनै गाह्रो हुन्छ। यस्तो घर लागेछ आज। आएको छ राम्रो
बिहान त्यस्तो घाम लागेको छ है के भन्नु गर्मी भएको फिल पनि भइरहेको छ है ठिक छ अब यसले सजिलैसँग यसको सामना गर्नेछौँ आज चाहिँ हाम्रो घरमा फेरि खेतलाहरू छ सहयोग गर्नको लागि आउनुहुन्छ त्यही भएर म रास्तामा एकदम बिहानी बिग्रेको के हेर्दै जानु होला म कन्टिन्यू यसो ब्लग बनाउँदै गर्नेछु यस्तो छ गइजो चाहिँ हाम्रो गाउँ भने यतातिरको गाउँ हो त्यसको घर चाहिँ पाटलै छ अनि यतातिर पुग्दैछु म चाहिँ जाने छु म त्यो पारी हो देखेको त्यो मकै देखिरहेछ नि त्यहाँ जाने हो मेरो जाने ठाउँ चाहिँ धेर टाइम लाग्दैन हो यहाँ पुग्नेमा चाहिँ जाँदैछु बिस्तारै अब पुग्न लागि के गर्नु त्यही हो बाटोमै छु अझै बिस्तारै बिस्तारै मेरो यात्रा पनि त्यहाँसम्म टुङ्गिँदैछ त्यहाँ पुगेर फेरि अर्कै काम सुरु हुन्छ क्या मेरो चाहिँ यस्तो चाहिँ गइछु म जाने बाटो चाहिँ यस्तो त हो नि रोड हो यो चाहिँ हाम्रो अफरोड टाइपको छ यो चाहिँ तल हाम्रो गाउँदेखि एउटा पिच्चाइ जाने बाटो अनि त्यो चाहिँ तल पर खुलासम्म जाने रोड हो अस्ति भर्खर खनेको रहेछ ठिकै छ हाम्रो गाउँठाउँमा पानी पर्छ भलबाढी यस्तै भएर बाटोहरू बिग्रिरहन्छ कि यस्तै छ त्यो त अब पानीले अब के गर्ने बिगारिदिइहाल्छ जति राम्रो बनाए पनि अस्ति मैले यो ब्लगमा पनि देखाइरहेको थिएँ हाम्रो पेट यस्तो छ अहिले चाहिँ दानाहरू सब हरियो भइसकेको छ है देख्न सक्नुहुन्छ म चाहिँ यतातिर आइपुगेँ जाने चाहिँ त्यहाँ हो त्यही छु सर पारामा है बाटो चाहिँ जोसले राम्रो बनाएको छ नभए सानो थियो कि एकदम सानो यो बाटो थियो माथिबाट अहिले चाहिँ यो रोड ल्याएर रोड खनेर राम्रै बनाएको छ त्यो बुढा पनि जाँदैछु सर पार्ने परे यतै बस्नुपर्ने होला हौ यतै ढोड कहाँ राख्ने ढोडहरू कहाँ राख्ने अब यतै ढोड काटेर जानु होला ऊ बुता पनि छ नि मान्छे पाँच छजना हुन्छ होला घाम लागिसक्यो त मेरो यात्रा चाहिँ अझै कन्टिन्यू छ पुग्न टाइम लाग्छ लेट्स सी हेर्दै जानु होला म दाइरेकै गएको चाहिँ गएर अब दौड काट्नु छ नि त के गरेन भने त अब त्यही समयले छोडिरहेको हुन्छ कि एकदम समयको चाहिँ महत्त्व गाउँतिर एकदमै हुन्छ अब समयले नै छोड्यो भने त फेरि काम नै हुँदैन नि त त्यो भएकोले सर पारामा अब कन्टिन्यू त गर्नु पऱ्यो सबैले त भेटाउन त सकिँदैन त्यही पनि आफूले निरन्तर कन्सिस्टेन्सी रूपमा गऱ्यो भने अफकोर्स होइन भन्यो भने त ल है
है साथीहरू, म फाइनल्ली आइपुगेँ। बारी चाहिँ एकदमै घाम चाहिँ ओ माइ गड हुने रहेछ है। हेरौँ कस्तो हुन्छ। गर्मी त अब अफकोर्स भइहाल्छ, तर पनि ठिक छ। दौडमा के गर्दाखेरि घामै लागेको राम्रो हुन्छ कि, किनकि अब सबै फेरि दौडहरू पानी पऱ्यो भने त कुन्छ नि त, त्यो भएकोले घाम लागेकै राम्रो ठिक भनौँ न। अब 2-4 दिन चाहिँ त्यसपछि चाहिँ पानीको पनि एकदमै आवश्यक छ। हामीले चाहिँ अब विभिन्न दालहरू छर्नुपर्ने हुन्छ, विभिन्न तरकारी जन्ने फलफुलहरू भनौँ न लाउनु पर्ने हुन्छ। त्यतिखेर त अफकोर्स पानीको हामीलाई एकदमै भेरी निड होइन, नेसेसरी हुन्छ। त्यही नै हो। अब चाहिँ पुगेँ साथीहरू, म चाहिँ फाइनल्ली अब लाग्यो यो ढोड काट्न। के गर्ने अब गर्नुपर्ने हुन्छ। अब म यतातिरबाट सुरु गर्ने हो मेरो चाहिँ ढोड काट्नुपर्ने चाहिँ। ल हामी चाहिँ फाइनल्ली यता आइपुग्यौँ घरतिर। अनि यतातिर अब हामीले फेरि ल है साथीहरू यति चिसो हावा हुँदैछ, हेर्न सक्नुहुन्छ। यस्तो कार्य भइसक्यो, मैले आएर जस्तो कार्यको काम गरिसकेँ। अब म खत्रै मान्छे हो भन्ने लागिसक्यो मलाई चाहिँ। अब तपाईँहरूलाई के कस्तो लाग्छ, तपाईँहरूको विचार एकदमै। तर उखाले त अझै बाँकी छ, डल्लै बाँकी छ। यस्तो कार्य भइसक्यो, अझै बाँकी छ नि छन त, त्यही पनि कन्टिन्यू जारी छ। यति धेरै काट्नुपर्ने छ अझै। खेटेला चाहिँ आएको छैन कि अझै, आउँदैछ, कल गर्दै आज। यस्तो छ है, अब यत्रो बाँकी छ, अझै धेरै बाँकी छ। हाम्रो चाहिँ अब मलाई चाहिँ फेरि भर्खर आएको जस्तो ल्याएको थियो, तर मैले यत्रो गरिसकेँ, गोडहरू काटेरै राखिसक्यो। भर्खरै आएको है, तर मलाई चाहिँ के भन्ने काम गरे जस्तो लागेको छैन भन्दा पनि अब कस्तो सुनिन्छ है। तर कति 9 बजिसक्यो, 6 बजीतिर लगभग सक्नु लागेको हामीले चाहिँ। ढोड पनि राखिसक्यो, अझै त अलिकति बाँकी छ। त्यतिर एक थाम त्यहाँ छ है, एक थाम यो हो, अनि एक थाम चाहिँ त्यहाँ छ। एकदम स्टेप बाई स्टेप हो। म चाहिँ अब यो बाँस लाग्नुपर्ने कि योलाई चाहिँ ठाउँ राख्नुको लागि। यहाँ चाहिँ वेदर पनि के राम्रो छ क्या, साह्रै मजा आएको छ काम गर्नको लागि चाहिँ अहिलेसम्म चाहिँ। अब हेरौँ एकछिनपछि के हुन्छ। यति धेरै गरिसक्यो, अब लगभग थोरै चाहिँ बाँकी छ, 2-3 भाग बाँकी। अब चाहिँ यो चाहिँ हाम्रो गोठ खेतको यस्तै छ है, सबै सकिसकेको। अब त्यही माथि मात्र बाँकी, 2 पक्का लाग्यो फाइनल्ली। के गर्ने अब, काम खासै गरिँदैन। अब काम कति छ भने हामीलाई बोलाउनु होला, हामी यतिसम्म आउन सक्छौँ काम गर्न चाहिँ। हामी खासै छिटो काम गरिँदैन भनेको, यति गरिसक्यो त्यो भएर। कोही परतिर मुर्छा परेर हाँस्दैछ मेरो भिडियो देखेर होला। मिनी ब्लग के गर्ने कहाँ लाउने चाहिँ यहाँको यो सानो फार्म हो कि यो बिसाउने गर्नु डुलेर आउँछु। फाइनल्ली सकियो। अब म उपरतिर जाँदैछु। यसरी काटेर हामीले चाहिँ अब यसलाई चाहिँ व्यवस्था हाल्नेछौँ कि के गर्ने। अब यस्तो छ है, गर्नै पर्ने हुन्छ। यसरी काटेर हामीले चट्ट पारेर होइन अब
सर पारामा सक्नै लागिसक्यो म फाइनल बाँकी तर कस्तो मलाई त अझै मजा आउँदैछ सकिएर साह्रो पनि बिखुसी लागिरहेछ क्या हो क्या कस्तो सकिएर छ्या भइरहेछ हो क्या साँच्ची भनेको मजा भर्खर मजा आउँदैछ सकिएर कस्तो अब कहाँ जाऊँ भइरहेछ कि अब होइन यहाँ सकिएको होइन त्यतातिर काट्दै यस्तो हजुर भ्यू त एकदम मोबाइलको क्वालिटीले त एकदम खतरा निकालिरहेछ मोबाइलै खतरा हो कि कस्तो मजा लागेको छैन अरे यस्तो मेरो आजको खेताला चाहिँ निराश मात्रै देख्छु अब के गर्ने हामीले अब सक्दिएको हो होइन फाइनल्ली सकियो म पनि छोडेको थिएँ सबै मकै छोडेको छ अब भरे कारबाही गर्नुपर्छ कसले म त होइन भरेतिरलाई गएर घरमा चाहिँ सबले अब गएर होइन उठबस गराउनुपर्छ लास्टमा आफै गरेर फेरि सकिएन भन्ने अब यस्तै छ हाम्रो चाहिँ यस्तै हो अब फाइनल्ली सकियो अब यस्तै छ भ्यू चाहिँ के अरे भिडियोमा मुटु कलेज बेच्ने प्र्याङ्क गरेको बस्नु एकछिन किन बतारिनु भएको कि खोइ भन्न सकिन्न देउछ यो दुईटा अलिक ठुलो अनि खासै छिटो काम गरिँदैन है कतै छ भने होइन सम्पर्क गर्नु होला कति सानो त 1-2 घन्टामै म मुनाले सुस्ताउँछु घरको एकै दिनमा एक बारीमा सकिदिएको हो
मैले चाहिँ एकबार बोकेको अब त्यो चाहिँ कति बोक्यो एकदम मैलाले होइन होइन मैले त एकबार अनि मैले मात्रै एकबार लिएको नि त्यसो सकिएको मैले चाहिँ एकबार लिएको क्या अनि मैले त एकबारले यस्तै सक्यो त नि 5 बजे पसेको म एक्लै अनि भरे सबै एकछिन बसिरहेको थिएँ 2-3 घन्टा मैले सक्नुलाई सबै आइपुगेको थिएँ सपना पनि ढोडमकै गरेको थियो क्या विपना पुरा बोक्यो खाने छैन कि त्यो पनि डिटेलमै हो ए भने कुरा चाहिँ गर्दैछ जस्तै ल यस्तो यसो सुन्नुभयो होला सपना तर विपनामा चाहिँ पुरा भएको छ ल एकछिन विपना भयो भने सपना पुरा भएको होइन हामी तपाईँलाई देखाउन जान्छौँ एकछिनमा लागिसक्यो है काममा अब के काट्दिनु काम छैन त्यो कहाँ हात चिलाए साह्रो हात चिलाएर अनि गएर लाग्यो फेरि गाउँतिरको मान्छे काम गरी नगरी बस्न सक्दैन क्या हात चिलाएको गर्छ कता जाम खुट्टा चिलाएको गर्छ अनि त्यही भएर काम एकदम रफ्तारमा गरिदिन्छ त्यही भएर चाँडो सकिदिन्छ हामी चाहिँ अब के गर्नु दिन गर्नुपर्ने हुन्छ हाम्रो पनि स्किल छ यसमा हामी पनि चाँडै सक्नु हाम्रो यस्तो पानी बसेको छ कि त्यही नै हो अब गाउँतिर यस्तै धाउने अहिलेको सिजनमा ढोडमा के गरेपछि कारबाही हुन्छ क्या आज मान्छेहरूले कारबाही भेट्छ होइन यो मकै हाँस्नेले गर्ने रहेछ मैले त भाँचेको होइन नि त यसरी मकै छोडेको छ क्या त्यसलाई चाहिँ भोलि कारबाही हुन्छ भनेको गाली नगरेन है के बोल यहाँ छ्याङ्गे सुनेको छ है ए भिडियोमा ए अब साथीहरू त्यही नै हो हामी चाहिँ यहाँ खेतको मकै चाहिँ ढोडो चाहिँ काटेर सक्न लाग्यौँ अब हामी यसपछि सक्यो हामी फेरि यात्रा गन्तव्य उता घरतिरै मोड्नु पर्ने हुन्छ हजुर अब सक्नु लागि उतै जानुपर्ने हुन्छ यहाँ चाहिँ मकै भाँचेको ढोड चाहिँ काटेको त्यही बिहानै 6 बजी आएर काट्नु सुरु गरेको 9 बजिसक्यो अब सक्यो त अनि हामी चाहिँ सकेर घर जाने हो फेरि उतातिर ढोड मकै गरेर उता पनि मकै भाँचेर ढोड काट्नुपर्ने हुन्छ उता पनि खेताला छ उता पनि अहिले खेताला हो खानाले सक्ने लाग्यो यता यस्तै छ अब सकेर हामी चाहिँ उता जान्छौँ
त्यहाँको पनि भिडियो गरेर जोस् सानो सानो क्लिप्सहरू तपाईँलाई देखाउँछु, हेर्दै जानु होला। त्यही हो, यहाँको त यस्तै छ। आज मौसम चाहिँ जोस् राम्रो छ अहिलेसम्म। जोस् घाम ठिकै लागिरहेछ, त्यस्तो गर्मीको महसुस पनि भएको छैन। तर बिहान अलिक भएको कारणले गर्दा पनि होला, हिजो चाहिँ फेरि अस्ति घाम लागिरहेको थियो हिजोतिर चाहिँ। अहिले चाहिँ जोस् हिजो पानी परेको फेरि दिउँसो पर्छ, त्यही भएर घाम ठिकै लागिरहेछ, ठिकै भइरहेछ। त्यही नै हो, यस्तै छ गाउँघरमा। अब यति त गर्नु पऱ्यो भने होइन। जोस् यो मकैहरू भाँचेर ढोड काटेपछि है छुट्टै भाइब्स आउँथ्यो है। कस्तो लाइक चारैतिर सबै देख्न सकिन्छ नि त। कति धेरै यस्तो मकैको झाडीले गर्दा देखिरहेको थियो। अब यस्तो सबै मकैहरू भाँचेर ढोड काट्दा त कस्तो राम्रो देखिन्छ कि छुट्टै भाइब्स आउँथ्यो। दसैँ तिहारै आयो जस्तो लाग्यो, त्यस्तै लागिरहेछ मलाई पनि। हामी चाहिँ अब सबै आफ्नो कामतिर व्यस्त बिजी छ, सबै आफ्नो काममा गइदिनु। हामी चाहिँ भतिज र म चाहिँ देउडा हान्दैछौँ। भतिजले राख्ने, म देउडा हान्ने र 1 थान 2 अनि त 3 अब थियो 4 5 6 ठाम जति राख्नुपर्छ क्या। त्यसपछि हाम्रो चाहिँ सकिन्छ अनि हामी घरतिर लाग्छौँ। त्यही हो, यस्तै हो मेरो ओरिजिनल भिडियो हेर्नु होला। अनि यो चाहिँ जुन देख्दै हुनुहुन्छ नि तपाईँहरूले, यो चाहिँ हाम्रो खेतमा रहेको गोठ हो। यहाँ चाहिँ हामी चाहिँ गाईहरू छ कि गाईहरू लिएर राखेको छौँ, किनकि यहाँ यस्तो छ कि घाँसहरू थुप्रै छ कि धाले घाँसहरू, भुइँ घाँसहरू, अनि यस्तो ढोडहरू पनि हुन्छ कि। अनि यस्तो घाँसहरू भुइँ घाँसहरू त एकदम धेरै छ, प्रशस्त मात्रामा छ। त्यही भएर हामीले चाहिँ बोकेर लानु नसकेर हामीले चाहिँ ल्याएर गाईहरू राखेको छौँ। त्यही छ, त्यही घाँस खुवाउने त्यही चलाउने भयो। ल सुरु गरौँ ल। म चाहिँ यसलाई यस्तो त्यो माथि दिनुपर्ने हो। बडी एकदम खुसी भइरहेछ मेरा राख्ने मान्छे चाहिँ, मजा आइरहेछ अरे। अनि हजुर अब चाहिँ फाइनली सकियो, फाइनल ढोडको ठामै यो हाम्रो चाहिँ। अनि यहाँ झर्दैछ ढोड राख्ने मान्छे चाहिँ। अनि हामीले चाहिँ यसरी यता खेतको कामलाई चाहिँ यिनीहरूछौँ। जम्मा कति 5 थाम हामीले ढोड राख्यौँ। फाइनली सकियो पनि, त्यो धेरै हुँदैन, 5 थाम मात्रै हो अब ढोड चाहिँ। अब ठाम हेर्नुहुन्छ भने चाहिँ आएर हेर्नुहोस्। अब म त्यत्रो राम्रो देखाइन, चाहिँ यति सक्दिएर चाहिँ अब लाग्दैछौँ घरतिर। तल गोठमा जाउँ भतिज, दिदी जाउँ गोठमा हिँड्नु। तल चिसो छ, खाएर जाउँ। नतालिनु न त साह्रै देख्नुहुन्छ हाम्रो बुवाजीको जोस चाहिँ। जाउँ न तल जाउँ ल, जाउँ ल तल गएर चाहिँ अब फेरि के गर्ने, अब जानै पर्ने हुन्छ होइन। केटा 11 बज्दैछ।
हाम्रो केटालाई यस्तो हुन्छ टिफिनमा स्कुल आए जस्तो लाग्यो के ड्रेस पनि स्कुलको कोही लगाइरहेको छ जाउँ ल तल 100तिर गर्नुभयो नि काम त कतै दायाँ बायाँ केही छैन नि फेरि म त खोजेर हाम्रो चाहिँ गिलास हेरिदियो खाने गिलास तर गरिब हुनु पनि सरी ठिक छ तर ठिकै छ अब हामी चाहिँ सक्यो अब सकेर हामी चाहिँ अब टक्क लगाएर हल्का अब सिसोहरू खाएर घरतिर लाग्ने उता पनि मकै खोइ ए कारबाही हुन्छ क्या मैले कहाँ राखेँ तलै राखेँ यसरी हाम्रो चाहिँ यताको खेतको कामलाई चाहिँ हामी यसरी समाप्त गरेर अब होइन खेत तल छ यो बारी नै हो के गर्ने लौरोतिर पनि सुन्छ अब हातमा चाहिँ अब भर हेर्नुपर्छ कस्तो शीतल लाग्यो भने जम्मै माथि हाम्रो उतै महलतिर निस्कल्केर ल हाम्रो महल चाहिँ यस्तो छ अब हामी चाहिँ ए भाँच्यो नि त नि होइन अब महल चाहिँ यस्तो हो तपाईँ आउँदा कस्तो होला महल चढ्नु लिफ्ट नि खोइ यो के भन्नु राम्रो भएछ क्या धेरै चिसो देख खोइ अर्को हाम्रो गिलास यसो गाली हो क्या मैले गर्छु यो भुन दिदी बिचोति गर्नु पऱ्यो मैले ए भन्नु पर्थेन उसले झन् घाम छोड्यो भनेको खास यो चाहिँ ल त छाता त के हो र होइन हामीले किन चाहियो छाता घुम्ने चाहिँ पानी पर्दा ओर्ने नै घुम्ने चाहिँ छाताको काम गर्छ यसले चाहिँ छाताको अर्को रूप हो यो चाहिँ हामी तर हामी अर्ग्यानिक मान्छेले हामी छाता पनि ओढिँदैन यस्तै गरौँ ठिकै भएछ महलमा अब चिसो खाएर चाहिँ अब लाग्नुपर्ने हुन्छ गाउँघरको अर्ग्यानिक ग्लास नै एकदम फेरि डिउकै परेछ क्या माउन्टेन डिउकै त्यसलाई चाहिँ यो चाहिँ हाम्रो गाउँघरमा पाउने बनेको अर्ग्यानिक नाना हो चिसो यति खाएर चाहिँ अब यति खाएर चाहिँ घर पुग्नुपर्ने हुन्छ तर होइन है
5 थाममा 5 थाम हात काटेर ओइन खानु पर्यो होइन ओइन खानु कता कता खाइयो ओइनलाई पनि देखिएन कि चप्पल देखिएको रहेछ मैले ओइन खाएन सबैजना ओइन खान्छ त्यसै गर्नुपर्छ के बा मन त भेटेको छैन त्यो गरीमा होइन गरीमा उयो यो मरेछ त को पर बाङमातिर कि कहाँको होइन त्यो 3 वर्षको त्यो बालिकालाई चाहिँ त्यो गरीमा के पो चौधरी के थियो त्यो चाहिँ बलात्कार गरेर यस्तो गरेर मिलेन विचार यो मान्छे चाहिँ 40 लाख मागेको शैतानले रे बाख्रालाई के पुपे डाँडाको त्यो बाटो देखियो त्यहाँबाट उकाल निक्लन्छ नि त्यो पल्लो थुम्का भन्दा उता त्यो अनि घुरेर नखेला हुन्छ त ल हामी चाहिँ जाँदैछौँ घर अब गएर ब्रेकफास्ट हुन्छ हाम्रो खाजा खाने त्यसपछि फेरि पनि मकै रोप्छौँ नि काट्नेतिर गएछौँ एकदम त्यहाँ चाहिँ मिठो मिठो गफ गइरहेछ आफूले भोगेको कुराहरूलाई चाहिँ सेयर गरिरहेछ यहाँ तल कता थियो हामीलाई हुरेर खेलाएर त्यहाँदेखि लगेको अरू लड्दै तल पुगेको छ गाह्रो नि टाउमा चिल्लाउँदा चढाउन आउँछ टाउको आथा कहाँ
ए कहिले ए झन्डै चिनेन कि अनि रेखेको सालले त तपाईँ घर गएर निस्केर बिहे गरेको होइन चिन्नु भयो क्या तपाईँले चिन्नु भएन ल हामी चाहिँ फाइनल्ली यता आइपुग्यौँ घरतिर अनि यता चाहिँ अब हामीले फेरि यहाँ अब कोडो हुन्छ यता सुथाने अब खाजा खाएर अब हामी चाहिँ जाऊँ होइन यिनीहरू यतै हो यतैतिर घर 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 देउडामा केही गर्नुपर्ने छ के गर्ने पर त सक्यो यता डल्लै बाँकी रहेछ गाह्रो छ नि हो तल रातमा चाहिँ थियो नि दिदी त्यही त भने तल त्यस्तो चाहिँ त्यो अहिले त खास चाहिँ छैन कि मौसम छ सबै त्यो झार हेर्दाखेरि त छैन गोडेकै छैन खाजा खाएर चाहिँ हाम्रो यो यसो माछाको छ मकै चाहिँ यस्तो घाममा हो बितायो घामले अब यतातिर दौड काट्नुपर्ने छ बाँकी त्यसपछि चाहिँ फिनिस हुन्छ तर हेरौँ कति सकिन्छ स्याबास यस्तो हुनुपर्छ है मान्छे भएपछि ए यता हेर नि त जोरमा हराइरहेछ मान्छे हो मान्छे साह्रै रिक्साएको चाहिँ हाँसेको पनि छैन ठिकै छ म गएँ अब खाजापान भएको छैन जस्तो छ अहिले फेरि धेरै टेकोमा बस्यो भने मकै घोका खाइन्छ कि भन्ने डर लाग्यो त्यही भएर म हिँडेँ अब हामी चाहिँ अब खाजा खानु डाइरेक्ट जानुपर्ने घर ल ओके छ त कतिजना त्यो धुडगाडी ए ल झन्डै ल
परेको थियो गाईघाटमा भन्दैछ त अहिले अनि हाम्रो केटाहरू चाहिँ पुरै मकै बोक्न व्यस्त रहेछ फाइनल्ली अब घर पुग्यो अब खाजा खानुपर्ने हुन्छ कस्तो गर्मी भयो त चुगोमा आयो के ए उयो बोलिरहेको चिसो भन्छ के छ खाजा खायो खाजा खायो क्या खायो खाजा भनिदिन्छु यो मान्छे त रिसिया छ त के हो के भयो मकै बोकेर रिसिएको थाहा भयो मकै उसार्यौ कि मकै उसार्यौ किन ल त्यसै भयो मकै दोकोलेर मकै उसार्ने नि अहिले मेरो केटालाहरू चाहिँ पुरै के अरे घामले पोलेर रिसाएर रुनु मात्र सकेको छैन घर जान्छु मात्रै भनेको छ ठिकै छ भन्दै बसिरहेको छु अहिले साह्रो रिसिएको छ अलिक मजाले लैजाऊ है त्यो शिक्षाहरू लग्यो हुन्थ्यो बरु मेरो मकै पनि फेरि अनि फाइनल्ली आजको डे चाहिँ हाम्रो यसरी नै स्पेन्ड भयो रमाइलो हो समग्रमा आजको डे चाहिँ अनि यस्तै छ गाउँघरमा अनि सबैलाई थ्याङ्क यू सो मच हु आर joining me and who are watching in this video. All the people, I want to say thank you so much. Really keep watching. भन्न चाहन्छु है सबैजनालाई. Thank you so much.